ब्रह्माजीको ब्रह्मास्त्रबाट पनि म डराउँदिनँ। नाग्नेरका शोभानीलाई वित्तपास्त्र कुनै देवताहरूको यमको दण्डबाट पनि डराउँदिनँ, कुनै देवताहरूको हतियारबाट पनि मलाई डर लाग्दैन। शङ्के वीरतम वर्म कुलापवाना, तर ब्राह्मण कुलसँग मलाई साह्रै नै डर लाग्छ। किन? शिवजीको त्रिशूलबाट नडराउने अरे, इन्द्रको वज्रबाट नडराउने अरे, ब्रह्मास्त्रबाट पनि नडराउने अरे, उसैको देवताको हतियारबाट पनि डराउँदिन। तर शङ्के विषम वर्मः कुलापवानात्, भागवत पञ्चम स्कन्द 10औं अध्यायको 17औं श्लोक। तर ब्राह्मण कुलबाट मलाई असाध्यै डर लाग्दछ, किनभने भगवान शङ्करको त्रिशूल लायो भने मलाई मार्दछ, दोस्रोलाई केही गर्दैन। ब्रह्मास्त्र आयो मलाई मार्दछ, देवताको हतियारले मलाई मार्दछ। तर ब्राह्मण कुलको अपमान भयो भने मेरो 21 पुस्तासम्मका पितृहरू समेत अधोगतिमा जान पर्ने हुनाले मेरो कारणले पितृहरूलाई अधोगति गर्दा म महापापी हुन जान्छु। त्यसकारण कतै ब्राह्मण पुत्र त हुनुहुन्न भनेर सोधेपछि